चिया कति मान खान मैले एक माना हैन हाम्रो खोइ त हामीले माथि पठाइदिन्छौँ कि यहीँ र ए दाइ हामी त आधी गिलास के को चिया खान हाम्रो तातो पानी ल है तातो पानी ले दाइ तपाईँ के खान आउनु त खेल्न के हिले खेल्न पछि त अहिले खेल्नु ल बा सुर्ती खाम न छिटो छिटो सुर्ती खाम न सुर्ती नखाऊँ अब किन अब सुर्ती खान भन्न के रोग लाग्छ बा यो चिया मिठो कि सेतो चिया सेतै मिठो सेतै मिठो रातै राम्रो सेतै राम्रो हो ल यता खानु है सुर्ती चाप्नु ट्याक्क सुर्ती चाप्नु बा यो हामीले चिया खाएको कि अर्नी खाएको चिया खाएको यो उगरिस नि साङ्ग्रा हेर्छ लगे ढुक्क हुनु तपाईँ मलाई चाहिँ यहाँ साउले यसो ढुङ्गा सुङ्गा नहालेस् ट्र्याक्टर भन्न ल राम्ररी जोत्नु पर्यो यस्तो गरेर भएन खेती गर्न पर्छ र खान हुन्छ त्यसै बाले चाहिँ राम्ररी खेत रोप्ने खाने बटोलीमा बसेर घाम मात्र नखाने भन्न अब यता बसेर नि चिया खानु पर्यो बा बटोलीमा यत्तिकै बसेका फाल्टु मान्छेलाई के गर्न चाहनुहुन्छ देउवा देउवा केटीहरूलाई केटीहरूलाई त फटा हो नि त के भन्ने सब भयो नि होइन पढ्न बसेका मान्छेलाई के पढ्ने बसेका पनि तिनी पढ्ने भए त यहीँको स्कुलमा बसेर पढ्ने थिए अनि उहाँ किन जानु यहाँ व्यवस्था छैन अरेको पालिकामा व्यवस्था त सबैले गरेर भन्नु पर्यो गर्न पर्यो भनेको अरे हामीलाई चाहियो भन्न आन्दोलन गर्नु पर्यो आन्दोलन नगरपालिका गर्न पर्यो भाउजू किन चिया खान त काम गर्न र काम गरे त बिउ काट्यो बिउ काटेर चाहिएको चिसोमा म त चियापत्ती खाएँ यार चाय छान्न नि भ्याउँदैन खासै दे जस्तो लागेन होइन छान्न नभ्याएर तपाईँहरूको घर खेत कहिले रोप्ने हो हाम्रा भोलि रोप्ने भोलि हो हजुर कति कतिखाल गोरु खानु भोलि त एउटा ट्र्याक्टर सुन्ने छ हल गोरु छैनन् हल गर्नु त गोरु त गोरु उही उही भनेको राख्नु पऱ्यो कि भिडियो भोलि चाहिँ गोरु त ट्र्याक्टरै त भयो नि भोलि चाहिँ यहाँ साउनीको घर खेत रोप्नु जाने हो हेलो हजुर के छ भोलिको अर्नीमा मासु सासु रक्सी सकिने मासु रक्सी रक्सी होइन कि अलिकति राम्रो राम्रो रुसल्यान हुन्छ नि मिक्सर ए ल भाउजू यत्रो मोटो ज्यानले खेत रोप्न दिन्छ दिन्छ जाँगर छ कि नै खेत रोप्दा दुःख हुन्छ कि नै उता जानुहरू म यतै राख्छु खेत मस्तै रोप्ने है त भाउजू तपाईँ त यसो के भन्नुहुन्छ अरे माता हो अरे भन्ने सुन्थेँ मेरो कर्म हेरिदिनुहोस् त म कति वर्ष उमेरमा बिहा हार्छु होला कतिवटी बिहा हार्छु 2-3 बिहा हार्छु कि नै भनिदिनुहोस् त हुन्न कहिले आउँछ त्यसो भए भोलि चिया खासी गर्नु छ कि त्यत्तिकै खाली पेट ल म आउँछु हरि यता देखेँ त एउटा गीत गा ल अब यहाँ सबै खाएर है सुर्ती मिच्दै हुनुहुन्छ सुर्ती मिच्ने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ दाइ कुन सुर्ती हो तमाकु बा पाइट फाटेछ के अरे अब आफू पनि फाट्यो फाट्यो नि त अब बुढो भइयो अब गर्न सकिन्न बा जमाना कति खेत रोप्नु ए रोप्यो जमाना त एक मुरी बिउ रोप्यो एक मुरी खेतारी कतिवटा बोलाउनुहुन्थ्यो खेतारी पनि हुन्थ्यो 4-5 वटी हो एक्लैले ल